हजुर सर। कहाँबाट आउनु भएको? सर मास्तिर इटरीबाट काम सकेर आएको। लाइसेन्स छ? लाइसेन्स त छैन नि सर। बिना लाइसेन्स हाँक्न लाज लाग्दैन? होइन त्यस्तो त। बिल बुक छ? सर बिल बुक चाहिँ छ। बिल बुक देखाउनुहोस्। अनि लाइसेन्स चाहिँ किन नबनाएको त? सर चिट काटेर जान दिनु न, ढिला भइसक्यो। बुढीको लागि ओखती लिएर आएको छु। अनि के साह्रो ठाडो जवाफ दिएको? लाइसेन्स छैन उल्टे मलाई चिट काट्नु भनेर ठाडो जवाफ दिन्छ। तर अब हुँदै नभएको चिज कसरी छ भन्नु त क्या? कहाँबाट निकाल्नु अब? मुखबाट लाइसेन्स निकाल्नु जादुले म 5 वर्षदेखि यही गरी आइरहेको छु। छैन मसँग लाइसेन्स। फाइन काट्नु जान दिनु न मलाई, मैले फाइन दिइहाल्छु नि तपाईँलाई। अनि 5 वर्षदेखिको लाइसेन्स चाहिँ किन नबनाएको? मैले नबनाएको हो सर लाइसेन्स, मैले नबनाएको हो। अस्तिको दिन शुद्ध जोडेर नि 47 चोटि मैले फर्म एप्लाई गरिसकेँ। 47 चोटि, 45 चोटिसम्म केही पनि रिप्लाई आएन। 46औं चोटिमा एकचोटि रिप्लाई दिएको थियो। 2083 सालको डेट दिएको छ मलाई। के गर्नु म 83 सालसम्म? घर चलाउनु पर्दैन, काममा जानु पर्दैन, मैले हिँडेर जानु इटरीसम्म। पहिले गएर आफ्नो सिस्टम सुधार्नुहोस् अनि मलाई भन्नुहोस्। मैले बनाउन नखोजेको होइन त, बनाउन खोज्या हो। तपाईँको सिस्टमले मलाई बनाउन दिइरहेको छैन। के गर्नु म 83 सालसम्म? लु भन्नु, 83 को डेट दिएको छ मलाई, त्यो पनि एउटा बायोमेट्रिकको लागि। के गर्नु म त्यति दिनसम्म? हिँड्दै जानु इटरीसम्म नजिकै हो। किन बनाउने यो देशमा लाइसेन्स? किन बनाउने? तपाईँ त भन्नु न। लाइसेन्स भएको मान्छेले त्यो राम्ररी गाडी हाँक्न सक्छ भन्ने के सबुत छ यो देशमा? बुझ्नुभयो? देखेको छु मैले तपाईँको ट्रायल सिस्टम र लाइसेन्सको सिस्टम पनि। मेरो आफ्नो दाइले पहिलो ट्रायलमा पास गरेको थियो। बुझ्नुभयो? पहिलो ट्रायलमा घरमा सबैजना खुसी भएको थियो। म पनि कति खुसी भएको थिएँ। दाइले मलाई घुमाउन लान्छ, अब टाढा टाढा लान्छ, बाइकमा घुम्न जान पाइन्छ भनेर। अर्को हप्ता दाइको बरखी हो। तपाईँको ट्रायल र लिखित सिस्टमले नाना थरी त सिकायो, बुझ्नुभयो? तर बाइकमा युज हुने एउटा कमन नियम, ब्लाइन्ड स्पटको नियम सिकाउन सकेन। त्यही ब्लाइन्ड स्पटको कारणले गर्दाखेरि मेरो किन बनाउने लाइसेन्स? तपाईँ त भन्नु न। देखेको छु मैले तपाईँको लिखित सिस्टम पनि। तपाईँको लिखितमा कस्तो कस्तो क्वेसन सोधेको हुन्छ थाहा छ? तपाईँको लिखित जसले पनि क्वेसन बनाउँछ नि, त्यो 1 नम्बरको चुतिया हो। गर भनिदिनु त्यसलाई। कस्तो क्वेसन हुन्छ थाहा छ तपाईँलाई लिखितमा? 81 बाइकमा आगो लाग्यो भने के गर्ने? अप्सन ए, आफ्नो साथीलाई बाइकमा खदार दिने, आफू गएर लुक्ने। अप्सन बी, आगो लागेको मौका छोपेर घरबाट कुकर ल्याउने, त्यहाँ भात पकाउने। अप्सन सी, बाइकको तेल चिलिएर भाग्ने, बाइकलाई जल्न दिने। अप्सन डी, हेरेर आगो ताप्ने, जाडो महिना छ। यस्तो हुन्छ अप्सन। यो अप्सनले हामीले बाइक कुदाउन सिक्नु पर्ने। तपाईँको लिखितमा अनि तपाईँ मलाई लाइसेन्स किन नमाग भन्नुहुन्छ? गर सिस्टम चेन्ज गर्नुहोस्।